used to do composting, but I was not aware of how composting actually worked properly and what things could be composted and what couldn't be. I've learned that I can stop wasting money on unwanted food by trying to use as much as possible at home. यो प्रोजेक्टबाट यो एउटा ड्राइभिङको टेस्ट लेसन हिजो लिएको थिएँ कसरी चाहिँ यो एनर्जी एफिसिएन्सी गर्ने भनेर अनि यो धेरै मेरो विचारमा मलाई थाहा छ जस्तो लाग्यो तर खास थाहा थिएन कसरी हिजो लेसन लिँदाखेरि यो पहिला गरेर दोस्रो राउन्डमा यो कुरा बुझिसकेपछि गर्दाखेरि झन्डै यो आधा जस्तो फरक पर्न गयो त्यो कारणले आई थिंक इज रियली गुड मेरो अनुभवमा चाहिँ म पहिला मसँग गाडी छ र म प्रत्येक समय चाहिँ गाडीबाट छिटो पुग्ने र छिटो काम गर्ने अथवा धेरै काम गर्ने गर्थेँ तर मैले यो प्रोजेक्टबाट इन्स्पिरेसन पाएँ पछि विभिन्न वर्कसपमा गएर बसेपछि चाहिँ बसबाट हिँड्दाखेरि धेरै कुरामा फाइदा हुन्छ एउटा चाहिँ तपाईँ क्लाइमेट चेन्जमा हामीले फाइदा पाउँछौँ त्यसबाट चाहिँ फुटप्रिन्टमा लो कार्बन फुटप्रिन्ट हुन्छ र चाहिँ एउटा क्लाइमेट चेन्जलाई हेल्प गर्न सकिन्छ भन्ने कुराहरू भयो अर्को चाहिँ मेरो फाइनेन्सियली रूपमा पनि मलाई चाहिँ फाइदा हुने चिजहरू भयो किनभने म एक्लै हिँड्दाखेरि चाहिँ गाडी लिएर हिँड्नु भनेको चाहिँ धेरै एक्सपेन्सिभ खर्चिलो पनि हुन्छ र मैले त्यसो गर्न थालेको छु अर्को कुरो चाहिँ घरमै प्रोजेक्टको वर्कसप पछि जस्तो हामीले चाहिँ अहिले भेजिटेबलहरू धेरै खाने गर्छौँ मासुहरू सट्टा अथवा सकेसम्म लोकल उत्पादन भएको चिजहरूलाई खाने गर्छौँ यी कुराहरू चाहिँ अहिले सिधा मेरो अनुभवमा फाइदा प्राप्त गरेका चाहिँ उपलब्धिहरू हुन् मैले घरमा सपोज अब टिभी युज गर्दाखेरि हो घरमा लाइटहरू भयो वासिङ मेसिनहरू भयो माइक्रोवेभ भयो खाना बनाउँदाखेरि भयो र कतिपय कुराहरू चाहिँ कसरी इलेक्ट्रिसिटी सेभ गर्न सकिन्छ इलेक्ट्रिसिटी सेभ गर्दाखेरि फाइदा के हुन्छ एकातिर हामीहरूले बिल कम तिर्नुपर्छ अब मेन त पैसाकै समस्या हो र अर्कोतिर भनेको त्यसले चाहिँ हाम्रो कार्बन एमिसनलाई पनि चाहिँ रिड्युस गर्न सकिन्छ र मैले गत सालमा भन्दा अब यो साल चाहिँ इलेक्ट्रिसिटी र ग्यास बिलमा चाहिँ मैले लगभग आफूले चाहिँ 15% चाहिँ रिड्युस गरेको मसँग रेकर्ड छ मेन थिङ आई लर्न हियर वाज to reduce lot of energy from home and saving lot of energy at office as well. Before I used to do a lot of printing work and I noticed once you print you make a lot of carbon emission and I stopped printing the unnecessary things. I stopped using the lift to go in the office and I try to do less driving. आफ्नो लाइफमा अप्लाई गरेको छु जस्तै म पहिला त्यो पानी तताउनको लागि फुल केटल गरेर पानी तताउने याद गरिन्थेँ अहिले हाफ केटल गरेर आफ्नो चाहिने जति मात्र गर्छु अब बत्तीहरू निभाउनको लागि कसरी एनर्जी कम गर्न सकिन्छ भन्ने कुरा बत्तीहरू निभाएर अनि त्यसपछि अब सपिङ जाँदाखेरि पनि आफूलाई चाहिने जति खाना मात्र सर्भ गर्छु खाना वेस्ट गर्ने सकभर आफूले चाहिए जति मात्र पकाउँछु खाना वेस्ट गर्दिनँ अनि अब पहिला जति धेरै बसहरू अथवा उहरू युज गर्थे आफूलाई कम्फर्टेबलको लागि तर आफ्नो हेल्थ वाइज पनि अनि एनर्जीको कसरी युटिलाइज गर्ने भन्न सकभर धेरै वाक गर्छु अचेल अनि हिटिङ सिस्टम चाहिँ इम्पोर्टेन्ट हो किनभने मलाई चिसो ठाउँ भएकोले एकदम धेरै हिटिङ अन गर्थेँ पहिला जस्ट 24 आवर्स तर अहिले चाहिँ मैले हिटिङ अलिक कम गर्छु हिटिङ कम ट्राई गर्छु अनि अलिक बाक्लो लुगाहरू लगाउँछु र हिटिङ चाहिँ खोल्न एकदमै कम गरेछु अनि त्यसबाट मेरो कस्ट पनि कम भएको छ मेरो हाउस होल्ड इलेक्ट्रिसिटी बिल्स पनि कम भएको छ अनि When I first moved here I think I've been driving to work almost every day. And it's just a habit that I had. Last year, I bought a Lothian bus pass, and I've been going to work every day by bus, almost every day. And I realized that actually, even though it cost me a little bit more to have the bus pass, but not drive my car, I feel that I do actually benefit
from the time I have in the past, for example, reading or making those phone calls. अगाडिको बारीमा चाहिँ हामीले चाहिँ सागसब्जी चाहिँ त्यसमा चाहिँ रायो सागहरू तोरीको सागहरू कुनै चाहिँ त्यहाँ हरियो हरियो चाहिँ हामीले चाहिँ छरछिर्किमलाई चाहिँ पाकेटमा चाहिँ अरूलाई नि बाँधिदिन्छु अनि आफूलाई के रोप्नु मन लाग्छ त्यहाँ के खान मन लाग्छ तोरीको साग छेउमा तोरीको साग खानु मन लाग्यो भने तोरीको साग छेउमा रोप्दिने अलिकति छेउमा फेरि रायोको साग रोप्दिने अलिकति छेउमा त्यहाँ मुला अथवा के रोपिदियो भने आफूलाई कुन चिज खानु मन लाग्छ त्यो टिपेर खाने अब दोकानमा किनेर खाऊँ भने कति महँगो छ सब्जी भन्ने कुरा एकदम महँगो छ त्यो कारणले गर्दाखेरि आफैले उब्जनी गरेर आफैले गरेर खाने त्यो जस्तो राम्रो केही पनि होइन त्यो जस्तो राम्रो हेल्दी केही पनि होइन आफूलाई जिममा किन जानु पर्यो पैसा तिर्न किन जानु पर्यो तिर्न किन पर्यो आफूले यहाँ आफ्नो गार्डनमा खनेपछि त त्यसै जिम भइहाल्छ नि हैन मेरो आफ्नै लाइफमा के फरक परेछ अहिले यो एनर्जी सेभिङको आइडियाले पैसा पनि सेभ गर्नु सकिएको छ विशेष गरी ड्राइभिङ फ्युल इफिसियन्सी ड्राइभिङले मलाई धेरै मद्दत गरेछ महिनामा मैले 10 पाउन्ड सेभ गर्न सक्छु अनि आफ्नो एलटमेन्ट भएको कारणले कम्पोस्ट गरिने तरिका घरमा लापरवाही चलाउने फ्युलहरूलाई सेभ गर्ने यो आइडियाले धेरै इकोनोमिकली मोरली अनि लाइफस्टाइलमा पनि हेल्प गरेछ Like at home, I used to, I'm using heating for the time for specific time for just 1.5 hour a day when it's necessary only, when like turning off the lights and turning off the appliances that you use like computers, microwave, heating jugs, everything. And turning off the lights when no one in the room. These simple things, small things are very important for this. पहिला हामी चाहिँ बसमा र कारमा जाने गर्थ्यौं र बसमा र कारमा जाँदाखेरि चाहिँ हामीले केही समयमै त्यति घुमेर त्यति मनोरञ्जन गर्न सकिँदैन थियो तर जुन चाहिँ हिसाबले हामीले हिँडेर गयौं अनि हिँडेर गए बापत चाहिँ हामीले अब सबै साथीहरुसँग मिलेर एउटा कम्पेन जस्तो गरेर चाहिँ जाँदाखेरि रमाइलो पनि भयो प्लस अर्को बेनिफिट चाहिँ हामीलाई के भयो भने हेल्थको लागि धेरै राम्रो भयो किनभने पहिला अब गाडीमा हिँड्दाखेरि चाहिँ एक किसिमले बसेर मात्रै जाने र कुनै हाम्रो शरीरको कुनै पनि भागहरु चाहिँ अब नहिँड्ने नचलाउने जस्तो हुन्थ्यो र त्यसले चाहिँ हामीलाई अलिकति टायर्ड महसुस हुन्थ्यो अनि अहिले चाहिँ हामी जुन चाहिँ फुटपाथले चाहिँ हामीलाई कस्तो गरायो भने राम्ररी हिँड्दाखेरि अलिकति हेल्थलाई पनि राम्रो हुने प्लस गाडीको पेट्रोलहरु जुन चाहिँ हुन्छ यो कार्बन जोगाउने भन्ने बारेमा चाहिँ अब गाडीको पेट्रोलको पैसा पनि बाँच्यो अर्को कुरा पोल्युसनमा पनि कम्ती हुने पर्यो अनि पोल्युसनले कम्ती हुँदाखेरि हामी हेल्थको लागि धेरै राम्रो हुने पर्यो र कार्बन घटाउनको लागि चाहिँ धेरै नै सहयोग भयो सो पहिला म नुहाउँदाखेरि धेरै समय खेर फाल्ने गर्थे धेरै पानी खर्च गर्ने गर्थे आधा घण्टा जति खर्च गर्ने गर्थे अहिले एउटा ट्रेनिङमा मलाई यो टाइमर शावर लिने टाइमर दिएपछि यो 5 मिनेटसम्म 5 मिनेटपछि यो सिद्धिन्छ र मलाई भन्छ यसले म कति समय खर्च गरिरहेको छु भनेर त्यसले मलाई पानी पनि सेभ गर्न मद्दत गरिरहेको छ जसको लागि चाहिँ पानी तताउनको लागि धेरै एनर्जी खर्च हुन्थ्यो जस्तै अब पानी तताउनको लागि इलेक्ट्रिसिटी युज गर्नुपर्छ जुन चाहिँ उत्पादन गर्नको लागि धेरै अरु एनर्जीहरु खर्च भइरहेको हुन्छ मेरो जीवनमा कस्तो असर पारेको छ भन्नु पर्दाखेरि अब जसरी हामी सानो ठाउँमा सानो डिस्टेन्सको लागि पनि हामी गाडी चढ्ने अनि ट्रेनहरु युज गर्ने बसहरु युज गर्ने गर्छौं र त्यसको सट्टामा यदि हामी आफै हिँडेर गयो भने एकतर्फ त यसले चाहिँ हामीलाई स्वस्थ राख्न मद्दत गर्छ जुन मैले आफूले पनि अनुभव गरेको कुरा हो अनि त्यसको साथसाथै यसले चाहिँ हामीलाई आफ्नो आत्मविश्वास पनि बढाउन मद्दत गर्छ जस्तो मैले महसुस गरेको छु अनि त्यो भन्दा पनि अर्को कुरा हामी विद्यार्थीहरुले चाहिँ पैसा बचाउनु पर्ने हुन्छ